नमस्ते टचदले फ्याम्पोला जोजोले पस्यो सेवा जोडले सम्पूर्ण मित्रहरूलाई सर ब्लग 138 मा वेलकम छ, स्वागत छ। र आज चाहिँ फेरि पोर्क मोमो, मिठो पोर्क मोमो लिएर चाहिँ आएको छु। तातो तातो छ, एकदम बापुडिरहेछ। ल एकदम जुसी, पुरा प्लेटै भरि छ। अनि यतातिर चाहिँ फेरि पोर्कको सुप हो। थोरै सुपमा चाहिँ उ गरेर चाहिँ पानी सानी हालेर सट्टा गरेर हल्का गेमु चाहिँ नहालिकन सादा पानी टक्क गरेर चाहिँ बनाएको। अनि साथमा यता टमाटो र तेलको चाहिँ पिरो मिठो अचार। अनि अब यसमा नि पिरो छ, प्लस फेरि पनि यता नेपालबाट ल्याएको आगोबारी खोर्सानी। वाउ, यो त बहुतै फेभरेट हो। फेरि बयममा राखेर यसरी बयममा राख्दाखेरि चाहिँ त्यो हातपाती नबिग्रिन्छ। तपाईको प्लास्टिकमा पोक पारे भने छिटो बिग्रिने। अनि यसरी बयममा राखेर चाहिँ ढक्कन लगाएपछि चाहिँ एकदम फ्रेस बस्ने के 2-4 महिनासम्म एकदम फ्रेस नै हुन्छ। ल यहाँबाट सबैजना सन्चो सुविस्ता हुनुहुन्छ र मलाई पनि सन्चो सुविस्ता छु। र आप चाहिँ ढिलो नगरिकन क्रम मोमो चाहिँ पाउनु पर्यो। ल हुन्छ चाहिँ वाउ मिठो। वाउ, अगाबाट त्यस्तै पिरो फेरि स्वादिष्ट। बहुत मिठो, एकदम टेस्टी। र यसमा चाहिँ टक्क नुन मात्र हाल्यो हो, नुन र थोरै पेपर हालेको। एकदम सादा देखिरहेछ क्या, नरम, पुरा मसलादार होइन। यो चाइनिज भियतनामहरूले पो यसरी खान्छ कि कोरियनहरू, जापानिजहरूले त्यही स्टाइलको बनाएँ क्या आज मैले। सुपभन्दा नि मोमो छिटो सेलाउँछ। मोमोमा चाहिँ जोड गर्नु पर्यो क्या। वाउ, अगाडि खोर्सानी सही मिठो, बास्ना एकदम टेस्टी। फेरि बास्ना पनि मिठो, पिरो पनि। यो मोमो फेरि जति खाए पनि वक्कै नहुने कि, तिनै खाँदै पनि खानु मन लाग्छ। रस चुहिरहेछ। जहाँ पारी खोर्सानी रोकिदिएको मजाको मिठो पिरो भयो।
अहिले त यहाँको मौसम त धेरै चिसो भइसक्यो, त्यही भएर छिट्टो सेलाउने क्या खानेकुराहरू। भित्र हाइजिङ हिटर नभइकन त त्यति बस्नु नसकिने भइसक्यो नि। बहुतै छिटो यसपालि एकदम चाँडो चिसो पर्यो। एउटा सुझाव फेरि एउटा सुप वाउ टेस्टी। यो सुपमा चाहिँ थोरै अदुवा, त्यसपछि के अरे पेपर, हाम्रो मरिच होइन, अनि त्यसपछि नुन अनि शुद्ध पानी, त्यति मात्र बनाएको छ। एकदम सादा सिम्पल टाइपको बनाएँ। तर मिठो छ एकदम। र यो हरियो खोर्सानी चाहिँ यहाँहरूले पनि बाहिर अब नेपालबाट चाहिँ यसरी ल्याउनु भएको छ भनेदेखि प्लास्टिकमा पोको पारेर त्यत्तिकै नराखिकन यसरी टक्कै बोयममा, सिसाको बोयममा टक्क हालेर चाहिँ मजाले ढक्कन लाउने। त्यो गरेपछि चाहिँ यो एकदम फ्रेस बस्ने क्या, 2-4 महिनासम्म पुरा फ्रेस। प्लास्टिकमा चाहिँ चाँडो कुहिने, अब यसमा चाहिँ हावा नछिरेपछि एकदम मजाले बस्दछ क्या टल्लो। अनि हामीले चाहेको अनुसारको स्वाद पनि हुने। पहिले त मलाई थाहा थिएन, अनि ल्याएर प्लास्टिकमै राख्थ्यो, पोको पारेर मजाले राख्नु चाहिँ। तर छिटो बिग्रिन्थ्यो कि प्लास्टिकमा चाहिँ। तर यसरी बोयममा राख्दाखेरि चाहिँ हातपति नबिग्रिने। यो मोमो चाहिँ प्रायः सबैले मनपर्छ होला मलाई लाग्छ, किन मलाई चाहिँ बहुतै मनपर्छ। किन हाम्रो देशतिर पनि मोमोहरू एकदमै सेल भएको देख्छु नि त। हरेक मोमो पसल फुल मान्छे हुन्छ होइन, कस्टमरहरू सब फुल हुन्छ। र एकदम छिटो मिठो पनि हो। हामीले अब घरमा बनाएर खान लागि हल्का समय लाग्छ, तर दोकानमा त अब रेडिमेड भइरहेको हुन्छ होइन। घर छिटो मिठो पनि भयो नि त। बहुत टेस्टी पोर्कको मोमो।
यो चाहिँ यो पोर्ककै मासु तर ग्रिल गरेको मासु हो कि यही पिरो छ दुईटा अगाडिपट्टि खोर्सानी चिल्लीमै तर एकदम सेटिस्फाई भयो कि मिठो पिरो यत्रो मोमो सुप बहुत टेस्टी भयो पिरोले हल्का नाक रिसायो ल अचार पनि खुवा बनाउनु सक्छु त सुप पनि दामी भएको छ एकदम सिम्पल टाइपको बनाएको तर मिठो हो तपाईँहरूले चाहिँ दाल भात अनि तरकारीहरू धेरै खाइन्छ भनेदेखि तर चाइनिजहरू भियतनाम होइन अनि कोरियनहरूले चाहिँ बढी जस्तो सुपहरू मन पराउँछ नि त अनि मलाई पनि अब यस्तै सुप खाने बानी भइसक्यो तर आफ्नो दाल भात मन नपर्ने त होइन मन पर्छ तर समटाइम कहिलेकाहीँ चाहिँ यस्तो सुप पिउँदा पनि एकदम राम्रो हुने जाडो महिनामा त सुप त त्यसै पनि टेस्टी भइहाल्छ झन् वाउ बहुत मिठो भयो टेस्टी भयो र यहाँहरूले पनि टाइम भयो भने आफूले यसरी बनाएर घरमा बनाएर खाँदा पनि मिठो हुने के
मिठो लाग्छ। बाहिर पनि मिठो हुन्छ र अब त्यही हो, टाइम हुन्न, सब काममा बिजी व्यस्तता हुन्छ नि त, त्यसले गर्दाखेरि अब बाहिरै गर्नु पर्यो। तर टाइम हुँदाखेरि यसरी बनाएर खाँदाखेरि चाहिँ एकदम सुपर स्वादिष्ट मोमो। अनि त्यसपछि सुप खाँदाखेरि त अप्रिल सुले त उस भन्छ क्या, डल्लै रहेछ। ल र यहाँले धेरै माया गरिदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ, यहाँहरू सम्पूर्णलाई चाहिँ मुडी मुडी धन्यवाद। अनि जति पनि नयाँ मित्रहरू सेरो ब्लग 138मा भर्खर जोइन गर्नुभएको छ र सब्सक्राइब गर्नुभएको छैन भने कृपया भिडियोलाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, अनि मिठो मिठो कमेन्टहरू गरिदिनुहोस् भन्दै फेरि नेक्स्ट भिडियोमा चाहिँ यहाँहरू माझ पुनः उपस्थित हुने छौँ। र आजले चाहिँ यति भन्दै यहाँहरूलाई बाई बाई भन्न चाहेँ। बाई बाई, सेलौट सम्पूर्णमा।